यो कार्टुनमा के छ सर? यो अलि कार्टुन हेर्नु सर। हेलमेट छैन हेराउनु न, कार्टुन हेराउनु न। कार्टुनमा यहाँ स्थानीयहरू आरोप लगाइरहेछ पैसाहरू सब सामान लग्ने मान्छे बलेकियाहरूले 10-20 रुपैयाँ राख्छ सर। एकैछिन सर, कार्टुन हटाइदिनु पर्यो। एकैछिन ठिक छ सर, एकैछिन कार्टुन हटाइदिनु न। हेलमेट छ कि के छ एकपल्ट हटाइदिनु न। एकैछिन यो समात्नु न तपाईँ। यो हटाउनु त अलि हटाउनु न सर, हटाउनु न। यहाँ के छ हामी पनि हेरौँ। हात हटाउनु त सर। के छ? एकैछिन हात हटाउनु न सर, म पत्रकार हो सर। हात हटाउनु न, हात हटाउनुमा के छ? हात हटाउनु न सर। यहाँ पैसा छ 10 देखि रुपैयाँ 20-50। हात हटाउनु न सर, म तपाईँले केही गर्दिनँ। एकैछिन सर, हात हटाउनु सर। पत्रकारले दुर्व्यवहार नगर्नुहोस् तपाईँहरू। हात हटाउनु त सर, हात हटाउनु त सर, हात हटाउनु न सर। एकैछिन सर, तपाईँहरू हात नहाल्नुहोस् पत्रकारले। हात हटाउनु न सर। यहाँ यो प्लास्टिकको झोरामा पनि 10 देखि 20 रुपैयाँहरू पनि छ। सशस्त्र प्रहरीको हवलदार साहबले हात हटाउन मान्नु भइरहेको छैन। हात हटाउनु न सर। हात हटाउनमा के छ सर? हात हटाउनु न। तपाईँको नाम के हो? हात हटाउनु त, हात हटाउनु। एकैछिन हात हटाउनु न सर। होइन सर, हात हटाउनु न। यहाँ एउटा स्थानीय बच्चालाई कुटपिट गर्नुभएको छ तपाईँहरू। एकैछिन सर, एकैछिन सर, एकैछिन हातमा हटाउनु। एकैछिन यहाँ झोरामा पकेटमा पैसा हाल्दै हुनुहुन्छ सशस्त्र प्रहरी। यहाँ हेर्नु सर, पैसा हालेर उहाँ भाग्दै हुनुहुन्छ। गिरी सर उहाँ राज नाम हो लास्टमा। एकैछिन पक्नु न। उहाँ हुनुहुन्छ पैसा लिएर झोरामा लिएर जाने। बोल्नुहोस् न सर, झोलामा लिएर पकेटमा जाँदै हुनुहुन्छ सर तपाईँ। पैसा लिएर जाँदै हुनुहुन्छ सर तपाईँ। बच्चालाई पनि कुट्नुभएको छ। केही त केही बोलिदिनुहोस्। मैले कुटेछु सर। अनि पैसा लिएर जानुभएको छ सर। पैसा लिएर तपाईँहरू पैसा लिएर जानुभएको छ सर। यहाँ झोलामा लिएर भाग्दै हुनुहुन्छ पैसा। मैले हात हटाउनलाई भने हटाउनु भएन। कति नाम बाबु हो? कति तू कति करतर ल कि पुलिस तोरा पिटल का? वीडियो कॉल से बात करती है नु कसके बोल तो हमरा कलान को कथि करता है काम करनी सर। वीडियो कॉल करती अपन देखी न देखला नु तो चल गइला। अब जाके तो एगो सर के नइला तब बाबा कथि करते यहां से भागबे कि तो कहनी सर हम साइड में तो बढ़ले बानी। अब के न जाई बतिया त नहीं होने से तो एला ना पतरन फकिया देला त हमको नहीं तो हमको तकिया दे तो हमरा एक चाटी मार देला। कंपनी सर टाइमर नहीं तब पेन उठा के हमरा को पटक बस। नेपाल पुलिस रलन कि सशस्त्र प्रहरी रलन? सशस्त्र वाला रलन। उहाँ डीएसपी साहब भी आयल। उहाँ डीएसपी साहब भी रलन। डीएसपी साहब कोलन तोरा पिटेला ओकरा? अब उहाँ तक लेलन अब पेन घूम के तकला उ बैग पटकला नु त तकलन पेन आ ऊपर से ना बोलन डीएसपी साहब। तोरा चोट भी लागल बा? के पर पिटलन? पिटले बान मेरे लागल बा। और मोबाइल तोर मोबाइल कहां बा? मोबाइल हाउस सर ले ले बड़ा। कौन सर? हाउस सर ले ले। हाउस सर हमन मोबाइल ले ले बड़ा। कथी होता सर? उ भाई को मोबाइल किन लिनु भयो त? मोबाइल लिए सर ले ले बड़ा। ई बनिरहेछ लिए छ मोबाइल ओपन देले एलाई किन कुट्नु भयो? उहे सर पिटल। मोबाइल हाउस सर उहे सर पिटल। उसको मोबाइल कहाँ छ सर? तो उसको मोबाइल दिनु पर्यो नि। दिन्छु त भनिरहेछु दिन्छु। कति बेला दिनुहुन्छ? दिनु अहिले छलफल हुन्छ त्यतिखेर बसेर अनि हेर्नुहुन्छ भिडियो छ कि छैन। अनि भिडियो छैन भनेपछि त्यो जाँच गरेर दिनुहुन्छ। शान्त तरिकाले बस्नु। अनि भिडियो गरेकै भरमा तपाईहरु हातपात गर्दिने कुटपिट गर्दिने होइन। भिडियो कल गरेर के गरेको अहिले सोधपुछ गर्छ। डीएसपी साहब स्वयं भन्नुभएको छ पिट्नलाई। हैन मलाई थाहा भएन त्यो म थिएन। यहाँ व्यापक तस्करी बाराको मटियानो नाकाबाट भइरहेछ र एउटा बच्चालाई भिडियो खिचेकै भरमा सशस्त्र प्रहरीले कुटेको छ। अहिले यही जुन कार्टुन हो, जुन तस्करी गराउने व्यक्तिहरूले यही कार्टुनमा पैसा हाल्ने गरेको पाइएको छ र यहाँको सशस्त्र प्रहरीहरूले अहिले झोलापट्टि हटाउनु भएन।
ऊ लोग पैसा लेवेला म पनि नेपाल प्रहरीको हल्दार साहब हो यो कार्टुन गरी पैसा थियो उसै साहबले मैले भनेको उकारो बेलुकाइदिनु भयो मैले पैसा हेरेर थियो त्यहाँ पैसा थियो मान्छे उकारो यो अफिसरले बेलुकाएको यहाँ एउटा साइकलमा तस्करी गराउने मान्छे दैनिक कति रुपैयाँ दिन्छ यहाँ सशस्त्र प्रहरीको ड्युटी के को लागि हो पैसा उठाउनको लागि कि बोर्डरमा ड्युटी हो यहाँ अहिले तपाईँहरू हेर्नुभयो अगाडिको भिडियोमा पैसाहरू पनि समेत फेला परेको छ यहाँ सशस्त्र प्रहरीको ड्युटी छ कि छैन यहाँ कुन नम्बर यहाँ ड्युटी हाल्नुभएको त्यो त किराना पसल छैन नि त्यहाँ हाम्रो नेपाल पुलिसको त्यहाँ सशस्त्र प्रहरीको तर त्यहाँ किन कार्टुन राखेको त्यो कार्टुनभरि पत्रकारले हेर्दाखेरि पैसा थियो त्यो पैसा लिएर अर्को मान्छे भाग्यो सशस्त्र प्रहरीको स्टाफले यहाँ स्थानीयहरूको पनि आरोप छ त्यहाँ 10 देखि 50 रुपैयाँ लिएर तस्करी गराउने सशस्त्र प्रहरीहरूकै मिलोमतोमा यहाँ सेटिङमै तस्करी हुने गरेको रहस्य बाहिर आएको छ अहिले भिडियो खिचेकै भरमा एउटा स्थानीय बच्चालाई कुटपिट गरिएको छ र यहाँको डीएसपी साहबको निर्देशनमा त्यो बच्चालाई कुटिएको हो Bora,